हेलो गाइज, हामी चाहिँ गेस द क्लासमेट च्यालेन्ज खेल्न लागेको अनि ल तैँले सोच। मेरो चाहिँ यो साथी मेरो पनि साथी ल ल तेरो तैँले सोचेको साथी चाहिँ सेक्सन एक हो होइन बिको तेरो चाहिँ सेक्सन 1 हो होइन बिको बिको हो ल अनि तेरो साथी केटा हो कि केटी हो केटी तेरो के हो केटी तेरो के हो केटा हो केटा बिको केटा भनेपछि अनि त्यसपछि तेरो केटी हो न त्यो तैँले सोचेको साथीको कपाल कत्रो थियो लाइक चाहिँ कपाल ठिकै लङ लङ होइन ठिकै मिडियम मिडियम अनि तैँले सोचेको केटा चाहिँ के अरे पुरा मान्छेको फिस छ ह्यान्डसम छ कि कस्तो छ ह्यान्डसम त ह्यान्डसम केटाहरूलाई ह्यान्डसम भन्नु नहुनु मिल्दैन ह्यान्डसमै छ ल अनि कपाल यस्तो भनेछ होइन ठिक्कको छ भनेछ है तैँले सोचेको साथीको हाइट कत्रो हो म जत्रो कि मभन्दा ठुलो कि सानो तँभन्दा अलिकति ठुलो होला अलिकति अलिकति भनेपछि रुकै तैँले सोचेको चाहिँ फर्स्ट इयर भन्न मिल्छ मिल्दैन त्यस्तो मिल्दैन त्यसरी त याद भइहाल्छ नि त्यो क्लासमा हाइट ए हाइट होइन कस्तो छ के रुकै चस्मा लगाउँछ कि लगाउँछ चस्मा लगाउँछ हाम्रो क्लास तर हाम्रो क्लासको तैँले सोचेकोले चस्मा लगाउँछ कि लगाउनु नै लगाउनु त्यो त केटा चस्मा लगाउँछ न लगाउँछ मैले अघि सोचेको नि त चस्मा लगाउने भनेपछि रुकै को छ र चस्मा लगाउने समीर को समेत सौद हो ल अनि तैँले भन्न त मैले उस गरिरहेको छु नोट गरिरहेको छु त्यतिकै तैँले सोचेको साथी हामीसँग इन्टर्न गएको थियो इन्टर नै गर्छ ल तैँले सोचेको साथी विदेश कहाँ गएन तैँले सोचेको साथी बाउनु अँ मलाई त नाम पनि याद होइन विदेश नै गएको होइन हाइट पनि ठिकै हो हामी हामी जस्तै हो क्या त दैत्य आउनु होला हो नि केटी हो नि त प्रतीक्षा हो होइन सुमित्रा हो हाम्रै ग्रुपको उसो के मिल्ने साथी सुस्मिता हो होइन रञ्जिता होइन हाम्रै ग्रुपको मिल्ने साथीको साथी के पूजा होइन के हाम्रो ग्रुपको मिल्ने साथीको साथी हाम्रो ग्रुपमा मतलब हामी मिल्छौँ नि त अनि मिल्नेको चाहिँ उसँग चाहिँ अझ कनेक्टेड छ क्या उस हामीसँग अलिकति मिल्ने रेगुलर बोल्ने टाइपको होला प्रिजा रितिसा ल बाई तैँले सजिलो है त्यो